बिहानको खाना खान लागेको छु। आलु बेचेको छैन। 25 बुढा कहाँ गयो? रायोको सागको गुन्द्रुक पकाउँला। यही गुन्द्रुक रायोको सागको। यो चाहिँ धनिया र छाती पछि हाल्नु हुन्छ। अघि नै पिनेको जिरा हो यो मसलाहरू है यो चाहिँ मसलाहरू। सबै जिरा लसुन जायफल सबै मसला जायफल यो जिरा पिनेको जिरा हो। अलिअलि हाल्नु पर्यो। नुन हो यो। हामी तरकारीमा चाहिँ सबै हामीले सिलौटामा पिसेको मसला राख्छौँ। रेडीमेड मसला चाहिँ राख्दैनौँ होइन मम्मी? हो नि। रेडीमेड भनेको त्यही एउटा नुन हो। भुटिया मस्याउरा निकालेर राखेको थियो। अब छड्केपछि चाहिँ उम्लेपछि चाहिँ हालेको छ साथीहरू। हाम्रो तरकारी गुन्द्रुक आलु मस्यौराको तरकारी चाहिँ रेडी भयो खानलाई। हामी चाहिँ भिडियोमा धेरै पछि आएको छौँ, त्यही भएर सबैजनाले लाइक सेयर कमेन्ट गरेर साथ सपोर्ट दिनुहोला। ल तरकारी चाहिँ रेडी भयो। ल यो चाहिँ हाम्रो कसौरीको खाना। अब चाहिँ गोले चुलोमा पकाएको। गोल चुलोमा पकाएको है यस्तो। आहा कस्तो राम्रो भयो। ल अघिको पकाएको तरकारी। यो चाहिँ सुनको थाल। चरेसको थाल। चरेसको थालमा कसौरीमा पकाएको खाना अनि गुन्द्रुकको तरकारी खाँदैछौँ। मलाई त थोरै मात्र है मम्मी। हाम्रो बिहानको खाना। मम्मी तपाईँ यो के खानु लाग्नु भएको? यो खानामा गुन्द्रुक मस्याउरा आलु मिसाएर पकाएको। यो चाहिँ बिहानको खाना। बिहानको खाना खान्ला। खाना साथीहरू हजुरहरू खानु होला। बिहानको खाना खान लागेको छु।